सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आजको यस भिडियोमा तपाईँलाई स्वागत छ अनि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदम बबाल छु अनि आजको दिन चाहिँ तिहारको भाइटिकाको दिन भयो। अब चाहिँ ट्याक्कै यहाँ टिका लगाउने रेडी हुँदैछ अनि योभन्दा अगाडिको भिडियोहरू चाहिँ मैले बनाएन किनभने कामको फुर्सद नपाएर भिडियोहरू भएको थिएन। अनि ट्याक्क लाएर देख्न सक्नुहुन्छ तुलसीपुरतिर अब खाली भइसक्यो, मान्छेहरू टिका लगाउन गाउँतिर गइहाल्छ नि त। अनि यता अगाडि चाहिँ सामान बेच्दै हुनुहुन्छ अझै पनि टिका लगाउने सामानहरू। अब चाहिँ हामी ट्याक्क लाएर यहाँ भाइ टिका लगाउँदैछौँ है। अलि यता पर्छ त उता क्या अब चाहिँ ट्याक्क तयारी भइसक्यो होइन। यहाँ केही भन्नु छ? लड्डु खाने माने शुभकामना हजुरहरूलाई भन्न तिहारको शुभकामना तपाईँहरूलाई। यता चाहिँ बुवा हुनुहुन्छ। सब नमस्ते, लाइभमा बस्नुभएका सबैलाई नमस्ते। तिहारको लाइभ होइन सबैलाई शुभकामना छ। तिहारको सबै राम्रोसँग बस्नु होला अनि कुनै तरिकाले एक्सिडेन्ट दुनियाँभरि नगरेर ट्याक्क आफ्नो घरमा खानापिना खाने चट्ट बसेर तिहार मनाउनु होला। ट्याक्क लाएर पनि आइसक्नु भएको छ, नानी पनि रेडी, सबै कुरा रेडी भइसक्यो। अब चाहिँ टिकाको तयारी हुँदैछ, देख्न सक्नुहुन्छ मालाहरू। यसले खाली छ बिहान के खाल्टी क्या हो त्यही पनि यो बल्या पनि लिएको अन्त तेल हाल्नुपर्छ क्या तेल तेल हालिदिनु छैन छैन ओए क्या भैया आफ्नो मुँह गराएर नहीं पोलमा उ गर्न गयो, भैली खेल्न गएन। 3टा मात्रै गरे सट के अरे गेट खोल्नुहोस् र हामीलाई छिटो दक्षिण जुत्ता बछाएर बस्यो। होइन घर बाहिर थपक्क बस्या पुरै ढोका खोल्नुहोस् गेट खोल्नुहोस् भन्ने दक्षिणा दिनुहोस् भन्ने। भैली खेल्ने नखेल्ने फेरि दक्षिणा मात्रै माग्ने। होइन खेल्यौँ खेलिसकेर त्यो गऱ्यौँ। हिजोबाट आयो गेट खोल्या नै 5 रुपियाँ दियो फेरि 5 रुपियाँ दिए पनि धेरै भने कमसे कम 350 त भन्यो। कति दिएकोमा चाहिँ 350 रुपियाँले 350 रुपियाँको भाग पर्याउँथ्यो। पहिला मादल सदल लगेर गएको थिएँ, पहिला पछि मादलवालाको त गइएछन् 3टा। ठीक है भित्तामा गरा यही सटरको यसमा लगा भइजान्छ। त्यसमा लगा अब जेठी बहिनी कान्छी बहिनी लाउँछन् उठ लगा नानी अर्को हाम्रो कान्छी बहिनी ट्याक लाएर यस्तो कस्तो छ भने चाहिँ यसको लटा छ यस्तो छ। यस्तो गर्दा कति लामो उठ त कम्मरसम्म आइयो छ यसको त। खै मुन्टो ठाडो गर्दा ल ठिक छ। यो चट्ट झड पुरै देखाइदिएछु मैले। गराइदिनु त के गराइदिनु पर्यो आफ्नै भिडियो के $2.7K भ्युज हो मेरो 2. उठेर उताबाट यताबाट गर्के भिडियो कस्तो यता चाहिँ हामी छौँ भैरवी देखाउन जान्ला छु म। भैरवी सुनसान छ, सुनसान पुरै सुनसान। त्यहाँनिर चाहिँ दोकान खुले उता सुनसान छ। हाय
जतिको तात्या गरे लगाउने हैन ल चाँदैभरि लगाइदिएछु चाँदैभरि फ्यात्त पर्यो त्यो सेतो छ नि यो लामो नगराइ नि हुन्छ है छोडिदे ल भयो छोडिदे अब तिनी यहाँ ट्याप ट्याप पसल्दै आइज अब बाबा छोडिदिएछ चुन्छ आफै चुन्छ कि तल आउँछ छोडिदे क्या बनाइरहेको छु क्या बाउला अलि लगा ठुलै लगा ठुलै लगा आइजलबाट त अर्को हामी ठुलो लगा ठुलो आइजलले त कस्तो गर्छ बाल चाहिँ यसलाई कपाल तान्नु तान्न माया गर्नु जान्छ च्याप्प समाएन पोक्ने गरे ठुलै लगाइदिए ठुलै साउँछ ठुलै सानो सानो चाँदो ठुलै ठुलो छ छिटो त्यो गर्छु ल साथीभाइहरू ट्याक ल हामीले टिका लगाइसक्यौँ होइन अब ट्याक खानपिन खानुपर्ने हुन्छ त हामी चाहिँ भिडियो बनाएको छौँ त्यहाँ चाहिँ दिदी छ अनि हाम्रो दुई भाइ बहिनी छौँ अहिले चाहिँ हामी यहाँ त्यो ट्याक्क लगाएर हाम्रो बहिनी कि हाम्रो कान्छो बहिनी त्यहाँ पैसा कति होइन कि होइन 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 कति कति दिस् दक्षिणा तैँले 505 माडे रहेछस् त यार खतरा भइदिन्छस् ल यहाँ के यहाँ ट्याक्क लाएर ल जुत्ता लाएर आइज तेरो भिडियो बनाइदिन्छु म जुत्ता लाएर जुत्ता आफ्नो जुत्ता लगा त्यसका जुराब कता गएछन् लगा लगा त्यत्तिकै लगा केही हुन्न हजुर लगा क्या यहाँ त्यहाँ ल अब हिरो बनेर हिरो स्टाइलमा हिँड्ने गएर यार हिरो मान्छे त खतरा मान्छे जस्तो ट्याक्क लाएर ल अहिले अहिले हिँड्नु लाग्छ त्यसरी फुल टिप ट्याक्क जुत्ता सुरुवाल दौरा सुरुवाल ल अब सानले आएको हिँड्दै आएको सानले ओहो ल अलि यता अहिले यता सानले अलि अलि पुरै पुरै देखाउँछ अलि ल ल ल पुरै सानले आएको ओहो दादा हजुर दादा ओहो मलाई नमार्नु होला है दादा ल दादा आउनुभएछ यहाँ ट्याक्क लाएर डन बनेछ आज हाम्रो भाइ के भनिस् अरे तकोस् गरे डन आज डन शिवपुरको डन तेरो ल साथीभाइहरू ट्याक्क लाएर अब खानपिन खान्छौँ अनि मेरो छोरो चाहिँ माइततिर छ अनि नानीले चाहिँ टिका लगाउनु रे फुल चाहिँ अनि त्यसपछि माइततिर जान्छौँ अहिले छिटो गर क्या नानी छिटो माइततिर गएर के अरे बाबुलाई टिका लगाएर हामीलाई क्या ल ल ल सब देखेर भयो त नानी उता जा त पनि अब दिदी पछि जा दाइ पछि जा दिदी र दाइ पछि जा म अघि हुन्छु गाना सुन्नु न पहिला अहिले हामी क्या गर्नु त बोल्दै क्या न आउँछ तिहार एक पटक वर्षमा मनाऊ सबले फेरि भोलि हर्षमा आउँछ तिहार एक पटक वर्षमा मनाऊ सबले आउँछ तिहार एक पटक वर्षमा मनाऊ सबले फेरि भोलि हर्षमा आउँछ तिहार एक पटक वर्षमा मनाऊ सबले आउँछ तिहार एक पटक
ल ल ल ल ल अब फोटो सोटो खिचौँ छतमा जाम छतमा जाम छतमा आउँछ जाम हो छिटो आउने छिटो छिटो फोटो खिचेर छिटो खाने ल साथीहरू ट्याक लाएर हामी चाहिँ छतमा आइसक्यौँ फोटो सोटो हान्नलाई रे ट्याक्क यसो फोटो खिचौँ न भनेर किनभने हलमा अँध्यारो देखिन्छ नि त अनि त्यही भएर यहाँ चाहिँ अलि उज्यालो देखिन्छ अनि ट्याक्क फोटो खिचौँ भनेर हामी यहाँ आएको छौँ यता चाहिँ बहिनी अनि हाम्रो कान्छी बहिनी भाइ मेरो भाइ हो भाइ मेरो भाइ हो है साथीभाइहरू मेरो कान्छो भाइ ट्याक्क लाएर देख्न सक्नुहुन्छ फुपू आउँदै हुनुहुन्छ उता त मार ल अहिले खै त बुवा जानुभयो त लगाइदियो कि जात नभए नि तेल सबै सुकाए लगाइदियो ल भयो आइसनबाट थाहा पाउँछ क्या ल भयो 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 उतेले नि हेर्छु त्यसलाई लगाइदिनु के हुन्थ्यो हाय कस्तो राम्रो छ यो लौ भयो लौ भयो कस्तो हेर्छु चिठो मन त्यसलाई लगाइदिनुहोस् त ल फुपूलाई पैछिदेऊ न एलिन लगाइदिन्छ खै खै लगाइदेऊ एक ठाउँतिर नबिगार्दिनु ल त्यसमा एकै ठाउँतिर लगाइदिनु उसले त गराउनु लाग्यो अब आइसनबाट लाउँछ कि उसले त फाल्नै भन्छ क्या बाक्सा भयो म नानलाई लगाइदिन्छु क्या म नानलाई लगाइदिन्छु है बाबु ल माला ल माली लगाए माली लगाए पैछिदेऊ गराइदिनु नारायण यसलाई गर्छ दाइल देखा मलाई दाइल दिँदा आन्न लाउनु कि दिनु ल लौ 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 छोरी लौ ल ल तिमीले पनि टिकी लाऊ ल धेरै दिदीलाई टिकी लगाइदिनु लाग्यो टिकी लगाए गेबर निस्किएको छ नभर्दा बाबु एकैछिन भइगयो छ ल नानी नमस्ते गरिराख त फेरि नमस्ते गरिदेऊ ऊ दिन्दिन क्या नालाई 3 पैसा लौ ल लौ तिमी ल यो पनि हो त्यो पनि ल ए दुईटै देल्छ ल तिमीलाई दक्षिणा ल ल के लिन्छ ल बाबु राख उज तिमीलाई दे तिमी राख यो लौ यो लौ यो लौ यो ल्याऊ है कति बिग्रियो तिमी यो लौ Thanks for watching. Happy Ticker 2082.